नमस्कार, श्री हरि श्री राधे। म आचार्य प्रकाश पौडेल तपाईँ सम्पूर्णलाई आजको श्रृङ्खलामा हार्दिक स्वागत अनि मिठो अभिनन्दन गर्दछु। आज हामी नयाँ वस्त्र कहिले र कसरी लगाउने भन्ने विषयमा चर्चा गर्नेछौँ। तपाईँले सुन्नुभयो होला, फलानो बार चाहिँ नयाँ कपडाहरू लगाउन हुन्न भन्ने सुन्नुभयो होला, अथवा फलानो तिथिमा लगाउन हुँदैन भन्ने पनि सुन्नुभयो होला। कतिले यो कुराहरू बार्नुहुन्छ र कतिले बार्नुहुन्न। तर पहिला भने फलानो बार लगाउनुहुन्न, मुसाले काट्छ, फलानो बार लगाउनुहुन्न, आगोले पोल्छ, फलानो बार लगायो भने चाहिँ राम्रो हुन्छ, समृद्धि आउँछ, घरमा सुख शान्ति मिल्छ, पैसा कमाइन्छ भन्ने खालका कुराहरू शास्त्रमा उल्लेख गरेका र व्यवहारमा पनि पाइने गर्थे। शास्त्रले पनि भन्छ शुद्धोऽलङ्कृतं वस्त्रं नित्यं धर्ममुपासते न च मलिन वस्त्रेण देवपूजात् कदाचन भनेर शास्त्रमा भनेको भेटिन्छ। अर्थात् शुद्ध भएर सधैँ सफा कपडाहरू लगाएर गरेका कर्महरूले धर्म स्थापना हुन्छ, धर्म पाइन्छ, धेरै खालका शुभ प्रभावहरू पर्छन् भने न चाहिँ मलिन वस्त्रेण मैलो जुठो परेको कपडाहरू लगाएर गरिएका देवादि कर्महरू भने निष्फल हुन्छन्। देवादि कर्महरू भने नगर्नु भनेर शास्त्रमा भनेको भेटिन्छ। अयने विशुभे चैव सङ्क्रान्तौ पर्वणि तथा नवानी धारयेत् वस्त्राणि सौभाग्यं तस्य जायते भनेर भनेको छ। अयने भनेको तपाईँको उत्तरायणमा होइन, त्यसपछि तपाईँको सङ्क्रान्ति आदिमा अनि पर्वमा नयाँ नयाँ पर्व जस्तै दसैँ आउँछ, तिहार आउँछ, तीज आउँछ, यस्ता पर्वहरूमा नवानी धारयद वस्त्राणि नयाँ वस्त्र धारण गर्नाले लगाउनाले सधैँ सौभाग्यवान भइन्छ, सौभाग्यवती भइन्छ, सधैँ सुख शान्ति र समृद्धि मिल्नेवाला भइन्छ भनेर शास्त्रहरूमा पनि भनेको भेटिन्छ। त्यसैले हामीले प्राय नयाँ कपडाहरू लगाउँदाखेरि पर्व आदिमा लगाउन सक्छौँ, त्यो पनि शुभ हो। हामीले उत्तरायणको बेलामा लगाउन सक्छौँ, ती कुराहरू पनि शुभ हो। सङ्क्रान्ति आदिमा पनि लगाउन सक्छौँ, ती कुराहरूले पनि राम्रो फल दिने कुरा शास्त्रमा उल्लेख गरिएको छ, उल्लेख गरेको पाइन्छ। यसरी हामीले वस्त्रहरू मिलाउन सक्छौँ। अब हामीले कहिलेकाहीँ चाहिँ सुनेका पनि होला, अब सधैँ पर्व पुर्ने कुरा त हुँदैन होइन, सधैँ हामीले तिजमै नयाँ कपडा लाउने भन्ने पनि हुँदैन, सधैँ हामीले तिहारमा नयाँ कपडा लगाउने भन्ने पनि हुँदैन, दसैँमा नयाँ कपडा लगाउने भन्ने पनि हुँदैन। कहिलेकाहीँ चाहिँ अगाडि पछाडि आएपछि पनि लगाउनुपर्छ। समय परिस्थिति बदलिएको छ, त्यो अनुसार हामी पनि थोरै फेरिनुपर्छ। त्यसैले अब अर्को श्लोक, अर्को बहुत चिन्तामणि नामक ग्रन्थमा शिवाशुभ प्रकरणमा फेरि बारको विषयमा पनि उल्लेख गरेको पाइन्छ। बारको विषयमा उल्लेख गर्दाखेरि आइतबार चाहिँ नयाँ वस्त्र नलगाउनु भन्छ। आइतबार नयाँ वस्त्र लगाउँदाखेरि मुसा आदिले काट्ने डर पनि हुन्छ, त्यति शुभ फल मिल्दैन भनेर शास्त्रमा भनेको भेटिन्छ। मङ्गलबार पनि नयाँ कपडाहरू नलगाउनु। मङ्गलबार नयाँ कपडा लगाउँदाखेरि आगोले पोल्ने सम्भावना, आगोले कपडा नष्ट गर्ने सम्भावना बढी हुन्छ, त्यसैले मङ्गलबार नलगाउनु भन्छ। त्यसै शनिबार पनि नयाँ कपडाहरू चाहिँ नलगाउनु सकेसम्म। नयाँ कपडा शनिबार लगाउनाले फाट्ने डर हुन्छ, छिटो नष्ट हुने अथवा अरूले लगाउने भन्ने, अब अहिले त अरूले लगाउने भन्ने हुँदैन, पहिला पहिला हुन्थ्यो होला, त्यो खालका कुराहरू छन् भने कहीँ कतै चाहिँ सोमबारलाई पनि नलगाउनु भनेर भनेको भेटिन्छ कतै कतै कुनै कुनै ग्रन्थमा। अब यहाँ हजुरले सोमबार, बुधबार, बिहिबार, शुक्रबार चाहिँ नयाँ कपडाहरू लगाउन मिल्छ। कतै कतै सोमबार आफ्नो बार्ने चलन पनि हुन्छ, आफ्ना चलन भएअनुसार त बार्नै पर्यो होइन। त्यो बाहेक अरू चाहिँ तपाईँले लगाउन मिल्ने कुरा शास्त्रमा उल्लेख छ। शुक्रबार लगाउनाले सौभाग्यवान भइन्छ, धन सम्पत्ति आय आर्जन गर्छ, आय आर्जन वृद्धि हुन्छ, व्यापार व्यवसायका लागि पनि अति उत्तम मानिएको छ सोमबार नयाँ वस्त्र लगाउनाले। यस्तै तपाईँले विभिन्न कुराहरू ग्रन्थसम्मत तरिकाले कार्यहरू गर्न सक्नुहुन्छ। मैले तपाईँलाई वस्त्रको बारेमा जानकारी दिएँ, तपाईँ केही नयाँ जिज्ञासाहरू तपाईँसँग छन् भने पनि तपाईँले जानकारी दिन सक्नुहुन्छ। हामी सोही विषयमा नयाँ श्रृङ्खला लिएर उपस्थित हुने नै छौँ। हामी अति सामान्य, सरल र सहज तरिकाले प्राप्त गर्न सकिने, सहज तरिकाले बुझ्न सकिने श्रृङ्खलाहरू बनाउने प्रयत्न गर्छौँ। अति साधारण, अति सामान्य। तपाईँसँग पनि यस्ता कुनै जिज्ञासाहरू छन् भने जिज्ञासाहरू राख्न सक्नुहुन्छ। हामी उक्त विषयमा उक्त श्रृङ्खलाहरू निर्माण गरेर तपाईँलाई जानकारी दिने प्रयत्न गर्नेछौँ। साथै तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस्, नयाँ साथीहरूसँग हाम्रो भिडियोहरू सेयर गर्नुहोस्, हामीलाई थप हौसला मिल्छ। हामी नयाँ नयाँ श्रृङ्खला, अझ राम्रो राम्रो श्रृङ्खलाहरू, तपाईँको आवश्यकता अनुसारका श्रृङ्खलाहरू तपाईँ समक्ष प्रस्तुत गर्ने प्रयत्न गर्नेछौँ। तबसम्मका लागि तपाईँको दिन शुभ र मङ्गलमय रहोस् भन्दै आजको श्रृङ्खलाबाट बिदा लिने अनुमति चाहन्छु। नमस्कार।